हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सबैजना आरामै हुनुहुन्छ? हामी चाहिँ एकदमै आराम छौँ। आशा छ तपाईँहरू पनि एकदमै स्वस्थ व्यस्त मस्त हुनुहुन्छ होला, म जस्तै होइन त। हेर्न सक्नुहुन्छ हामी साँझको समयमा बाहिर निस्केका छौँ। एकदमै रमाइलो दृश्य थियो वरपर। अनि हामी डाइरेक्ट यो ठाउँमा आइपुग्यौँ किनभने हामीलाई भोक लागेको थियो नि त साथीहरू। दिनभरि हामीले खाजाहरू खाएको थिएन, त्यस कारणले हामी आयौँ, झ्यापचुप्पै बस्यौँ। अनि उहाँले चाहिँ अर्डर गर्दै हुनुहुन्थ्यो। अनि म चाहिँ फेरि वेट गर्नलाई यति गाह्रो लाग्छ साथीहरू। अब त्यही पनि मोबाइल ठडाएर आफूलाई निहाल्दै दायाँ बायाँ यताउति हेर्दै बसिरहेको थिएँ। अब वेट त गर्नु पर्यो। त्यस पछाडि वेट गर्दा गर्दै झ्याप्प लाएर ओ माई गड किमा नुडल आइपुग्यो है साथीहरू। मलाई चाहिँ एकदमै मनपर्छ यो ठाउँमा। किमा नुडल एकदम मिठो पाउँछ। तपाईँहरू कतिजना आएर खानु भएको छ? यदि खानु भएको छैन भने आएर खानु होला। अनि हामीले चाहिँ चपस्टिक समायौँ र अब मिक्स माक्स नै गर्न पर्यो साथीहरू। अनि त्यस पछाडि त दायाँ बायाँ नहेरिकन गुवाम खायौँ। अनि खाँदै गर्दा हेर्नु न उहाँ फेरि टी सर्टमा लागिहाल्छ क्या साथीहरू। मेरो जहिले त्यस्तै हुन्छ। तपाईँहरूको हुन्छ कि हुँदैन? कमेन्ट चाहिँ गर्नुहोस् ल। अनि हामीले खाइसके पछाडि यता फेरि लाफिङ पनि आयो त्यस पछाडि। अनि तनक्क तन्क्यो टपक्क टिपेर क्वाप्प मुखमा हालिहालेँ मैले पनि। फेरि अर्को खान मन लाग्यो, त्यो पनि अनि क्वाप्पै खाएँ। अनि त्यस पछाडि सबै कुरा सकियो। अनि हामी त्यहाँबाट त्यो ठाउँलाई बाई बाई गर्दै निस्क्यौँ साथीहरू। अब चाहिँ हामी मेन भनेको हामीले सामानहरू किन्न थियो। अनि फर्किने बेला सामानहरू किनेर जानुपर्छ ल भन्ने कुरा भइरहेको थियो। ओके भन्दै अगाडि गएँ। यहाँनिर फेरि मड्कावाला दही पाउँथ्यो क्या साथी, सानोवाला। अनि दिदीलाई भने दिदी मड्कावाला दही खाऊँ न भनेको। उहाँले फेरि अलिकति अगाडि गयो भने म तिमीलाई स्पेसल ठाउँमा लान्छु ल भन्नुभयो। अनि ओके भन्दै हामीले फोटोहरू पनि खिच्यौँ साथीहरू। अगाडि गर्थ्यौँ, यो दृश्य देख्यौँ ल। त्यस पछाडि हामीले लाखे नाच पनि हेऱ्यौँ र मैले तरकारीहरू लिएको थिएँ साथीहरू। अब स्पेसल ठाउँ जानुपर्ने थियो र अगाडि मेरो कलेज पनि हेर्न सक्नुहुन्छ। अब कहाँ रहेछ त त्यो स्पेसल ठाउँ भन्दै गएको त लास्टमा फलफुल पसल ल्याउनुहुन्छ बा भनेपछि यहाँ जुस खुवाउन ल्याउनु भयो कि क्या हो भन्दै म पनि गएर थचक्कै बसेँ। थकाइ लाग्थ्यो साथीहरू हिँड्दा हिँड्दा। अनि उहाँ पनि हेर्नु न कस्तो थाक्नु भएको थियो। त्यस पछाडि लास्टमा त ल यस्तो मिठो कुरा पो खुवाउनलाई ल्याउनु भएको रहेछ, त्यही भएर उहाँले अनि स्पेसल ठाउँ भन्नुभएको रहेछ। ओके मैले पनि एकदमै मिठो मानेर